छोरी नै हुन्छ भनेर होला भाग्यमानी अहिलेका त भाग्यमानी जो पनि अहिलेका त भाग्यमानी ढिलो जन्मिनु पर्ने रहेछ अब छिटो जन्मिनु तिमीलाई चढाउला ला ला ह्यापी निग्रो हो नि बटारिएको निग्रो हेलो आज चाहिँ हाम्रो स्पेशल डे यानी कि दही चिउरा गर्ने कार्यक्रम जुन थियो अब त्यसको लागि चाहिँ डेकोरेसन भइसकेको छ हैन तर डेकोरेसन गरेको चाहिँ मैले लिन पाइनँ किनकि यति धेरै अलिकति हुन्छ नि अब यो प्लेसमेन्ट यो कता के गर्दा गर्दै झर्को भयो नि त सो त्यही भएर अहिले चाहिँ फाइनली गरिसकेपछि चाहिँ मैले चाहिँ लिएको छु हैन सो अब यो के भन्छ डेकोरेसन गर्नेहरूलाई अर्डर दिँदा ओर्दा यो त्यो गर्दा एक्सपेन्सेसहरू अलिक ज्यादा हुन्छ सो त्यही भएर म चाहिँ आफ्नो क्रिएटिभिटी प्रायः म आफैले गर्ने हो नि त जे पनि सो त्यही भएर मलाई एकदम इन्ट्रेस्ट पनि लाग्छ अनि सो यो चाहिँ मेरो आफ्नो क्रिएटिभिटी कस्तो देखिएको छ ब्याकग्राउन्डमा अनि यो स्पेसली हिजो बेलुका बसेर हामीले लेखेको थियौँ हैन यो सबै थोकहरू ओभरअलमा कस्तो देखिएको छ अनि सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा निस्सु मिश्रा है सो नयाँ साथीहरू पुराना साथी सबैलाई स्वागत छ नयाँ साथीहरूले जसले सब्स्क्राइब गर्नुभएको छैन प्लिज सब्स्क्राइब गर्न नबिर्सिनु होला र अब आजको के हुँदै जान्छ म अपडेटहरू दिँदै जानेछु अहिलेलाई बाई बाई रेडी पनि त हुनु पर्यो खानापिना गर्नु पर्यो त्यसपछि फेरि देखाउने छु है त म चाहिँ रेडी हुँदैछु है रेडी हुँदैछु भइसकेको छुइनँ मेकअपहरू गरेँ र साडीहरू लाउनै बाँकी छ है अनि मजाले उयो भएको छैन कतिजना चाहिँ आइसक्नु भएको छ तल हाम्रो यता निरु चाहिँ टिकटकमा अलिकति व्यस्त हो गर्मी कति धेरै छ अस्ति फोटोसुटमा पनि त्यस्तै गर्मीले गरेर मर्नु भएको थियो आज पनि त्यस्तै गर्मी छ अलि शीतल भयो त हुन्थ्यो नि भन्ने भइरहेछ कि तर जो साडी चाहिँ अलिकति हल्कै छ त्यही भएर पनि अलिकति सजिलो कम्फर्ट नै भइरहेको छ है अब चाहिँ पुरा रेडी भएर तल जान्छु थुप्रै मान्छेहरू पनि आइसक्नु भएको छ सो आज कसरी कलर कम्बिनेसन मिलाएर चोलो सिलाएर आफैले हैन सुत्तीको सजिलो हुन्छ नि त गर्मीमा सो म रेडी भइसकेर सबै थोक गरेर अझै जानु छ कति थोक गर्नु छ प्रभु ढिलो हुन्छ सबैजना आइसक्नुभयो तिमी कहाँ हरायो भनेर मलाई गाली गरेको गरे हुनुहुन्छ कि म पनि रेडी भइसकेँ बुढालाई पनि त गिफ्ट दिनु पर्यो गर्मी यस्तो छ खलखलै घाँटीबाट पसिना आइरहेछ मेरो चाहिँ फुल लुक्स है यसरी रेडी भइसकेँ म तल पनि मान्छेहरू आइसक्नु भएको छ कि अब चाहिँ म लागेँ तल फोन थुप्रैचोटि भइसक्यो आएको है म चाहिँ आफूलाई सुट पनि गर्नु छ रेडी पनि हुनु छ तल पनि जानु पर्यो तयारी पनि गर्नु पर्यो पाहुनाहरू आएर बसिसक्नु भएको छ तल गएर देखाउँछु है त को आउनु भएको छ यहाँ चाहिँ सबै रेडी गरिसक्यौँ होइन अब हाम्रो फुपूहरू पनि आउनुभयो यहाँनिर भाइ बहिनीहरू दर्शन फुपू दर्शन नमस्ते सानो आउनुभयो कतिजना रिटर्न पनि अब हुन्छ नि अब कोही नदेखेर कोही यता बसै बोकेर यहाँनिर हाम्रो बिन्दु आमाहरू मन्जु आमाहरू सबजना आइपुग्नु भएको छ है पालै पालो हामीहरू पनि रेडी भइसक्यौँ उता हुनेवाला ल्याउनु भयो ल्याएको तिमीले छैन कान्छाले लिएर आउनुहुन्छ मुवा हजुर सबजनालाई दर्शन नमस्कार सबजना आउनु भइसकेको छ थ्याङ्क यू आन्टी यहाँनिर सब तयारीहरू भयो है यहाँनिर ओइ यो गर्मी भएर तिमीले टाको उयो गरेको एउटा दुइटा चाहिँ लगाएको भए राम्रो देख्थ्यो कि जस्तो लाग्यो मलाई म पनि आएर बसेँ हो अब एकछिन साथीभाइ आउन बाँकी छ एक दुईवटा कामहरू गर्न बाँकी नै छ अरू कुरा त्यस्तै हो कि अझ मेरो हस्बेन्डले मलाई कस्तो देखियो के देख्यो केही पनि भन्नुभएको छैन तिमीले मलाई आज मेरो तारिफ किन नगरेको तिमी चाहिँ बुढो सुगा यता हेर त मेरो भनेको बाबा म सुगा देखेको छु मैले आज ग्रिन लगाएकोले आज हामी त सबैजना हरिहरि पो भएको रहेछौँ त मम्मी हरियो हामी सबजना ग्रिन भएको रहेछौँ क्या आज ग्रिन भएको रहेछौँ कि मलाई कस्तो देख्यो तिमीले जहिले तारिफ गर्थ्यौ गरेनौ भनेको कि
बटारिएको निगुरो हामी सबजना आज त फुपूले पनि साडी त्यस्तै लाउनु भएको छ टिकटकमा आधी आधी गर्दै बनाइदेऊ ल आशीर्वाद पनि दिनै आधी आधी गर्दै बनाऊ न आउँछ अब के गर्नुपर्छ नरिवल ल्याएको आउँछ नरिवल ल्याउनु भएन थाहै भएन त आमा मलाई थाहा नि कति मेरो पेट गएको देखेको कि नरिवल हालिदिनु पर्छ पहिला फुपूलाई मनिषिता काम सबै पुगोस् हल्का होस् राम्रो होस् राम्रोसँग नर्मल होस् अस्ति भर्खरै के खाएको हुनु पऱ्यो राम्रो होस् ए फोन त यहाँ अलिकति कस्तो हो खोल्न पायो त्यो सबैजना लगाइसक्छ तिमी थर्डमा हो तिमी थर्डमा हो केही हुँदैन सबै मेरो नानीहरू पढाउनु पर्ने देखेको मेरो घरमा हुँदाखेरि उहाँ स्कुल जानु नाङ्गै देखेको मैले अब अहिले हाजरामा काठमाडौँ मैले खाइदिएकै छैन म त कहाँ गएर बनाऊ यता छोरा उता छोरी हो कि क्या हो एउटा फोटो खिच्नु सबैजना ग्रुप बाबुका हाटे भने बाबुका हाटमा आज त एकछिन राम्रो डमाएर फोटो लिनु
आइजा रिवाज खुवाइदिनुपर्छ नि बाबुलाई जस्तो नबोला बाबु बिचारा बिजी बोला नबस्नु भन्नुभयो उर्वशी त्यतिकै राम्रो लड्नु होला सिद्धान्त तपाईँ आफ्नो स्ट्यान्डमा उहाँ फाइलले बसिहाल्नु त त्यहाँ सबैजना साइड लागेर बस्नु ल म सबैको अलिअलि लिन्छु केक पनि आओस् ल यो चाहिँ यसो गर्दैन नि केक आउने ए अब पुष्ट भयो यस्तै हो नि त भाउजू जुस्ता हुन्थ्यो गरिदिएको क्या असार 15सम्म चिउरा त्यहाँ बस्नु हाम्रो प्याट त पार्छ हाम्रो अब कहाँ आउनु म फर्स्ट आएको अब मेरो के छ हौ सिद्धान्त तपाईँ बस्न छोरी हो म एउटा फोटो खिचिदिन्छु ल मेरो तेरोबाट खिच भुकुएर पनि जानु त यता 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 1 2 3 1 2 भाउजू 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 यता हेर्नु न इना भाउजू यता यता भान्जे त त्यो पछाडि ताप्न भनेको यसलाई ल हैन भाउजू धन्यवाद धन्यवाद मैले कहिले फोन गरेँ उहाँहरूलाई हिरोइनहरूलाई चाँडै आउनु भनेको थियो होइन खासमा चाहिँ हिरोइनहरूलाई रेडी हुँदा मेकअप गर्दा हिरो अब सुटिङ सक्दा हामीले बनाएको हो नि सबैजना धन्यवाद
फोटो हैन भिडियो एउटा मिम आउँछ नि ग्रुप प्रोजेक्टमा इम्पोर्ट भनेर उसको हात परेछ क्या ल स्प्रे हाल्दा पो त निप्दै बोल्दै गर्छु मलाई यो किन डाउट छ क्या प्राय निस्केको पालामा पड्किन्छ के हो यो त निप्दैन त मङ्गल ग्रह पुग्दैन क्या यो गरौँ न यो घुमाइदेऊ न अस्मिता हामी आँखा बन्द गर्छौँ कि चुज गरौँ न ल बोय र गर्ल चुज गरौँ न भनेको कि पिङ्क गर्ल हो यो ब्लू ल बिनु र म आँखा बन्द गर्नु हुन्न थाहा हुन्न हामी नहेर्ने ल ल भयो 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 बिनु नहेर्ने चुज गर्नु ल दुई साइडमा कुन हुन्छ एउटा चुज गर्नु ल म यता चुज गरेँ मैले यो साइड दादा तिमीले कता चुज गरे लेफ्ट राइट पर खानु अब हेरै छैन मैले त के अरे ब्लु चुज गरेर हेरौँ के हुन्छ ल अब के काटौँ बरु 20 रुपैयाँ लाग्यो त आफ्नै पर्छ नि हामी त एउटा झार गर्दा कति थोरै काटेको नि त है क्रिमै क्रिम छ ज्यादा नि भाइ अस्ति के रे उसले काटेको सबै भयो शिला राखिदिउ खिचेको छैन भिडियो मुनि छ मलाई यो केक र उयो हुन्छ म नगर बजो मेरो दाँत उयो हुन्छ अब दिनु यहाँनिर एकदम बिन्दासमा गफ जाँदैछ है अनि हामीहरूको पनि प्राय सबै थोक भइसक्यो साथीभाइ आइसक्नु भयो तर हाम्रो आफ्नो आफन्त यता मामा घरपट्टिको कता हुनुहुन्छ कहाँ आइपुग्नु हो बेलुकाको खाना खोले हङ्गाइ गरी घाँस दाउरा गरी गरी आउने होला के त बाटो बिराएर बाटो बिर्सेर कहाँ हुनुहुन्छ कि होइन थाहै छैन ल तपा म पनि दिन्छु नि मेरो तर के दिन भएको छ हेर आउनु पर्यो त ए नराउने भरे ब्लगमा हेर्ने खासमा हेर्दा यस्तो छ होइन खासमा भन्यो भने होइन त्यो जिन्दगीमा कहिले नओइलाउने बनाएको नओइलाउने
लाउने बुके जिन्दगीभर बुकेलाई बुके बनाइदिएको कि फुल त ओइलै हाल्छ नि हैन त्यो लाउँदैन नि त कस्तो राम्रो चल्छ हाल्दैन अझै यो सोलीमा हाल्नु पर्छ के बुके सोलीमा अड्याएर मोमबत्तीकै मुनि हुन्छ क्या होइन रिवाज भाइ म त के भन्दैन डेलिभरी राम्रोसँग होस् दादाको पनि भयो अरू के ल खासमा चाहिँ सबैले हामीले आशीर्वाद दिनुभयो भिडियो हो सबैले गिफ्ट दिनु भएन तर हामीले एकअर्कालाई दिनै बिर्सिरहेको थियौँ भाइ फोटो खिच न भयो एउटा क्लिप लियो है ल सबजनालाई धेरै धेरै धन्यवाद जय दैचुरा सबजना अब जाँदै हुनुहुन्छ है हाम्रो तिमीलाई चढाउला सम्झना बिर्सना साला ला 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 थ्याङ्क यू धन्यवाद हाम्रो पालामा त नकेही साला हाम्रो पालामा गुन्द्रुकको लिएर दिदी चाम्रे भात खिच्दै पक्न हाम्रो ससुरा भद्रा तिम्रो त भाग्यमानी रहेछ अहिलेका त भाग्यमानी जो पनि अहिलेको त भाग्यमानी ढिलो जन्मिनु पर्नेलाई साउ छिटो जन्मिनु छिटो जन्मियो भने घाटा लाग्छ कि ढिलो ढिलो भयो भने सबै नयाँ नयाँ चिजहरू कस्तो रमाइलो भयो है आन्टीहरू सबजना आइदिनु हो अब सबजना जाँदै हुनुहुन्छ अब यता हामीहरूको मेरो हिरोइन पार्टीहरूसँग अलिअलि बाँकी रहेछ हो गर्नलाई अब चाहिँ हाम्रो यो दहीचुरा कार्यक्रम सब सकि पनि सकेको छ हो अघिको आन्टीहरू सबजना गइसक्नु भयो अब हामीहरू बाँकी छौँ यतिजना बोल्दैछौँ गफ गर्दैछौँ बसेर रमाइलो हुँदैछ आयो सजिलो यहाँनिर हामीहरूको गिफ्ट ओपन हुने कार्यक्रम हुँदैछ यहाँ चिया नास्ताको पनि हुँदैछ कतिको एक्साइटेड छौ खोल्नलाई बिनु म त एकदम एक्साइटेड छु नामहरू छैन है म को कसै के दिनु त्यो थाहा छैन म सर्लक सर्लक खोल्दैछु है के छ बेबीको ड्रेस रहेछ बेबीको ड्रेस मलाई त्यस्तै लाग्दैछ कट्टु कस्तो मिठो कलर रहेछ हौ आमा छोरी नै हुन्छ भनेर होला ल ल जसको पनि गेस हो होइन मलाई जसको लाग्छ रोमान्टिक हुनुहुन्छ कि जस्तो लाग्दैछ अघि हात र झोलाको कलर याद गर्नुपर्छ नि मैले यादै गरिनँ मान्छेको हात र झोला याद गर्नुपर्छ नि पिङ्क कलरको कुर्ती आहा कस्तो मुलायम सल हौ कस्तो सफ्ट सफ्ट एकदम रहेछ यो कुर्ती अब यो हेर्छु ल मैले हस्पिटल ब्यागमा यो मगाएको थिइनँ राम्रै भयो गिफ्ट आयो हो यो भोलिको दिनमा लोसनहरू चाहिन्छ बडी मसाज गर्ने मैले अर्डर गरेको थिइनँ राम्रै भएछ यो पनि किनेको थिइनँ अघि मलाई साथीहरूले एउटा दुध खुवाउने बोतल किन्नुपर्छ पानी खुवाउने के भन्दै थिएँ हो यहाँ गिफ्ट आएको रहेछ ल थ्याङ्क यू जसले पनि गिफ्ट दिनुभएको है धन्यवाद मैले दिएको कसले हो त्यस्तो यो मेरो साथीहरूले है यसको पसल छ नि त अनि अस्ति पनि यस्तै ल्याइदिएको थियो मलाई होइन हाफ केजीको अनि अब डेलिभरी नजिकै आउँदैछ अनि डेलिभरी नजिकै आउँदैछ भनेर त्यस्तै है मसल बनाउन काम दिने रहेछ अनि
खाएको खाऊ नखाएको जाऊ। अनि के छ यसमा चाहिँ चिसो छ त्यो दाइ हो ओ रसवाली रहेछ लाटी काट्न सुत्दैन। यसमा चाहिँ के छ ओ थाहै छैन अहिले त म हेर्दैछु दही रहेछ यसमा चाहिँ है साथीहरूले ल्याइदिएको भन्ने कुरा मलाई भयो है। अब यो कस्तै हो यो हेरौँ यसमा के छ मिठो रानी पिङ्क कलरमा रहेछ है कलर चाहिँ साह्रै मिठो छ वाउ कस्तो मिठो कलर हौ नि सिम्पल के सुहाउँछ यही कलरले सिम्पलमा मलाई फेरि यस्तो झ्यालाकमुलिक मन नपर्ने मान्छेलाई ठिक्क बुझेर जसले पनि दिनुभएको हो मलाई धेरै उट्टा सुट्टा भरेको मन नपर्ने मान्छेलाई होइन सुन त हाम्रो यो घरमा छैन तपाईँ मेरो भिडियो नबिगार्नु न अहिले बिचमा जतिखेर जसले पनि यो गिफ्ट दिनुभयो थ्याङ्क यू सो मच भन्न चाहन्छु मिठो कलर छ र मसँग नभएको एक्स्ट्रा कलर है मिठो कलर रहेछ र यसमा ड्रेस पनि रहेछ है कति राम्रो कति राम्रो यस्तो राम्रो युनिसेक्स ड्रेस रहेछ है थ्याङ्क यू। अब यो झोलाहरूमै यो त कस्तो डाइपर डाइपर गिलो गिलो छ है डाइपर डाइपर टाइपको छ नभन्दै मैले डाइपर पनि किनेको थिइनँ है हस्पिटल ब्यागमा यो पनि काम लाग्ने एउटा हस्पिटलमा तुरुन्तै अब हुन्छ नि स्टार्टिङमा युज गर्नलाई एमर्जेन्सीमा यो पनि नकिनेको चिज वाइपर पनि चाहिरहेको थियो ल जसले दिनुभयो थ्याङ्क यू राम्रो रहेछ यो ड्रेस कस्तो राम्रो छ होइन रकी सेटमा छ साथीहरू ल्याइदिएको हुनसक्छ यसमा पनि बेबीकै सामान जस्तो लाग्यो मलाई है जुन यो छाम्दाखेरि हेरौँ बाबाको लागि के आएन त मम्मीको लागि मात्रै आयो त बिनु वाउ कस्तो मिठो कलर टवेल पिङ्क एन्ड ब्लू मिक्स भएको कस्तो मिठो कलरको टवेल रहेछ है वाइपर चाकु छिनलाई ओ बडी लोसनहरू जोन्सन्स बेबीको प्रोडक्टहरू रहेछ है सोप रहेछ जस मैले यहाँ नकिनेको आइटमहरू रहेछ कि बुद्धिजीवी मान्छेहरू हुनु रहेछ भन्ने कुरा थाहा पर्यो यो चाहिँ मेरो सासूको तर्फबाट हो साडी यो चाहिँ म आफैले चुज गरेको मम्मीले मलाई चुज गर केही गिफ्ट छैन मम्मीको साइडबाट भनेर मलाई मन परेको यो थ्याङ्क यू सो मच मम्मीलाई है अब यो मेरो बुढाको तर्फबाट मलाई चाहिने चिज दिएछ त्यस्तो छाना त मैले पनि छानेको नि त बुढाको तर्फबाट मैले छानेको नाम दादाको तर्फबाट ब्याग यो तिमीले लिएर आएको रिसिभ गरेको तिमीले नै हो चुज मैले गरे हो मसँग थिएन यो ब्याग होइन भोलिको दिन बेबीलाई यसो हालेर कतै जाँदा ओर्दा के सामानहरू पनि बेबीलाई हालेर मतलब बेबीको सामान एउटा दुईवटा अट्छ नि त पानीको बोतल कट्टु सट्टु होइन एउटा डाइपर साइपर अट्छ यसमा चल्ला छिरो भने माउ उडाइने हो है यसमा के छ अब लास्ट झोला यही छ है लास्ट झोला चाहिँ अब सबै सकिसक्यो है खोलेर साडी है तिमीले 60 रुपियाँको तिम्रो 3टा आएको थियो नि त्यो तिनजनाकोबाट त्यो यो कसैले पसलबाट यिनीहरू अनि तर ठ्याक्क यो कस्तै भन्ने भएन त उनीहरूको ग्रुपमै ल
अनि यो थ्याङ्क यू सो मच। मसँग नभएको एक्स्ट्रा कलर नभएकै चिजहरू चाहिँ आइपुग्यो कि साह्रै राम्रो लाग्यो, खुसी लाग्यो होइन। थ्याङ्क यू सो मच सबैजनालाई, थ्याङ्क यू सो मच सबैजनालाई यति धेरै माया देखाइदिनु भएकोमा र यति धेरै गिफ्टहरू पठाइदिनु भएकोमा। प्राय कुरा चाहिँ मसँग कुनै पनि जुरेको छैन किनकि मैले पनि हस्पिटलको लागि त रेडी गरिसकेको थिएँ, तर मैले कति कुराहरू नकिनेकै सामानहरू चाहिँ आएको छ। जति पनि जनाहरूले आशीर्वाद दिनुभयो, माया दिनुभयो र सामानहरू पठाइदिनु भयो सबैलाई थ्याङ्क यू, बाई बाई। अब यहाँनिर चाहिँ हाम्रो बाई बाई यसरी ल सबजना बसेर छि कस्तो बदमास बाई, उसको आफ्नो स्टाइलमा बाई बाई बाई। अब चाहिँ राखेँ मैले, गुड नाइट। गुड नाइट बाई बाई। भ्लग हेर्दै गर्नु होला। कस्तो बदमास मान्छे।